अब आउनुहोस् आज विषयवस्तुसँग हामी प्रवेश गर्दैछौँ। जस्तै कुनै एउटा बिरुवा छ, बिरुवा हरेक प्राणीको चाहिँ के हुन्छ भने प्राणी एउटा भालेसँग पोथी अथवा पोथीसँग भाले नजिक चाहिँ उनीहरू चाहिँ चलायमान हुन्छन् र एक आपसमा तिनीहरू भेट हुन अथवा चाहिँ मिलन हुन जान्छन् र तिनीहरूको म्याटिङ हुन्छ। तर बिरुवामा त त्यस्तो चलायमान हुने म्याटिङ हुने उनीहरूको कुनै अर्को प्रक्रिया छैन। त्यो प्रक्रिया भनेको त्यहाँ चाहिँ विभिन्न खालका चाहिँ माध्यमहरू हुनसक्छ, मिडियमहरू। जस्तै एउटा वायु हावाले चाहिँ गर्दा हुन्छ, एउटा गुरुत्वाकर्षण शक्ति माथि चाहिँ फुलेको माथिको भालेको परागकण चाहिँ तल खसेर पोथीको चाहिँ स्त्री केशरमा चाहिँ खस्यो अथवा त्यहाँ पुग्यो भने अनि गर्भाधानको प्रक्रिया सुरु हुन्छ होइन। त्यो निषेचनको प्रक्रिया होइन सुरु हुन्छ। र अब त्यो बाहेक चाहिँ अब जस्तै हावाले उडाएर चाहिँ एउटा ठाउँको चाहिँ परागकण अर्को ठाउँमा पुर्याइदिएर पनि हुनसक्छ होइन। अथवा त्यो बाहेक चाहिँ परागसेचन विभिन्न खालका किराहरू, पुतली, भमरा, अरिगाल, बच्चु, बारुला, खास गरी यसमा मौरी, त्यो विशेष प्रकारको चाहिँ यिनीहरूले चाहिँ पोलिनेटरको काम गरिरहेको हुन्छन् र त्यसलाई चाहिँ दुईटा चाहिँ हालेर पोथीलाई मिलाएर अनि त्यसबाट दाना लाग्ने काम हुन्छ। अब यसमा चाहिँ मौरी विशेष चाहिँ महत्त्व राख्छ, किनभने जस्तै पुतली, भमरा, बारुला, अरिगाल, बच्चु चाहिँ धेरै जाडो मौसम छ भने त्यति बेला चाहिँ त्यो फुलमा चाहिँ चरण गर्न जाँदैन, तिनीहरू चाहिँ न्यानो ठाउँमा लुकेर बसिरहेको हुन्छ। तर मौरी त हरेक दिन चाहिँ त्यो अलिकति घाम लाग्यो, अलिकति चाहिँ उसलाई अनुकूल वातावरण भयो भने त्यो चर्न गइहाल्छ। हामीले चाहिँ बचाएर हामीले संरक्षण गरेर राखिदिएको हुनाले त्यो मौरी चरण गएर त्यसलाई चाहिँ पोलिनेसनको काम गरिदिन्छ हो। यिनी पोलिनेटरले के गर्छन् भने त्यसमध्येको चाहिँ सबभन्दा बढी प्रभावकारी पोलिनेटर चाहिँ मौरी किन हुन्छ भन्दा हामीले चाहिँ के बुझ्नु पर्यो भने मौरी जाडोमा पनि अलिक बढी गर्मीमा पनि निरन्तर त्यो चाहिँ हामीले पालेका हुन्छौँ र त्यो अलिकति व्यवस्थापकीय हिसाबले त्यसलाई चाहिँ हामीले सुरक्षित ठाउँमा राखेको हुनाले त्यो चाहिँ चरणमा जान सक्ने हुन्छ र त्यो चाहिँ टाइममा त्यसले पोलिनेसनको काम गरिदिन सक्छ। त्यसले गर्दाखेरि बेलैमा मौरी लगायतका पोलिनेटरले चाहिँ त्यसलाई गएर पोलिनेसनको काम गरिदियो। त्यहाँ चाहिँ बढीभन्दा बढी चाहिँ उसलाई परागकणले चाहिँ टाइममा चाहिँ इन टाइममा चाहिँ त्यसले गर्भधारण गराइदियो भने त्यसबाट चाहिँ प्रोडक्सन बढ्छ, त्यसको चाहिँ दाना क्वालिटी चाहिँ राम्रो बन्छ, त्यसको चाहिँ एकदम जस्तै तोरीको चाहिँ धेरै तेल झर्ने होइन, अरू चाहिँ दलहन बालीको चाहिँ अलिक बढी राम्रो दाना लाग्ने यावत कुराहरू हुने हुनाले यो जति सक्यो पोलिनेटरले टाइममा पोलिनेसनको काम गर्नुपर्ने जरुरी हुन्छ। र एकपटक चाहिँ जब उसले राम्रोसँग पोलिनेट अथवा चाहिँ त्यो परागकण चाहिँ स्त्री केशरमा पुर्याउने काम गरिसक्यो भने त्यसले फेरि चाहिँ अर्को पटक रस निकाल्दैन, त्यस्तो खालको चाहिँ नेक्टर अथवा त्यस्तो खालको चाहिँ लिक्विड निकाल्दैन। पोलिनेसनको महत्त्वपूर्ण एउटा पोलिनेटर एउटा मौरीलाई नै हामीले मान्ने गर्छौँ र त्यो मौरी चाहिँ यस्तो छ, यो प्रकृति यो जीव जगतमा अरू चिजहरू हामीले पाल्न चाहिँ धेरै गाह्रो हुन्छ। अरिगाल, बच्चु, बारुला, भमरा, पुतली यिनीहरू पाल्न धेरै गाह्रो कुरा हो। तर मौरी चाहिँ पालन गर्न सक्ने, संरक्षण गर्न सकिने, त्यसलाई चाहिँ हामीले अलिक ठुलो सङ्ख्यामा हुर्काउन सकिने, अलिक धेरै क्वान्टिटीमा चाहिँ लगेर घाड कुराहरू राख्न सकिने हुनाले कुनै पनि बिरुवा खास गरी हामीले चाहिँ देख्ने गर्छौँ यो स्याउमा होइन, कतिपय टमाटर, चेरी टमाटर लगायत चाहिँ यो टनेल खेतीहरूमा होइन, यस्ता चाहिँ कतिपय चाहिँ त्यहाँ त्यस्ता पोलिनेटर पुग्न नसकेको ठाउँहरूमा, चिसो ठाउँहरूमा यस्ता मौरीका हामीले चाहिँ त्यहाँ फार्म नै लगेर त्यहाँ मौरीका घर नै लगेर राखिदियो भने त्यसले चाहिँ इफेक्टिभ पोलिनेसनको काम गर्छ। त्यसले गर्दाखेरि यो मौरीलाई हामीले यो जीव जगतमा जगाउन, यसलाई चाहिँ बचाउन एकदम जरुरी छ। आजभोलि अब एउटा चाहिँ समस्या के देखिएको छ भने पोलिनेटर चाहिँ विलय हुँदैछ, हराउँदैछ, यिनीहरूको डिस्ट्रोय हुँदैछ। किन भन्दा हामीले विश्वव्यापी रूपमा देख्यौँ भने सबभन्दा बढी केमिकल फर्टिलाइजरको युज गरिरहेछौँ होइन, रासायनिक मलले। हाम्रो अहिले त पहाडमा पनि रासायनिक मलको प्रयोग गर्न थाल्यो। त्यसबाट चाहिँ जब मकै अथवा अरू चाहिँ काँक्रो अथवा अरू कुनै पनि फुलहरू फलहरू चाहिँ निस्किँदै गर्दाखेरि त्यसमा पनि एक प्रकारको केमिकल चाहिँ त्यहाँ पुगेको हुन्छ र त्यसले गर्दाखेरि मौरी लगायतका यस्ता चाहिँ पोलिनेटरलाई चाहिँ असर गरिरहेको हुन्छ। मौरी चाहिँ बचाउन सकिन्छ, अरू पोलिनेटर चाहिँ बिस्तारै त्यसको चाहिँ डिक्लाइन भइरहेछ, घटिरहेछ है। अब त्यस्तै विषादीको प्रयोग, विषादी त एकदम भयावह रूपमा चाहिँ हामीले चाहिँ देख्न सक्छौँ। यस्तो हाम्रा पोलिनेटरलाई विनाश गर्ने, पोलिनेटरको चाहिँ अब हरेक दिन चाहिँ घट्दो क्रममा चाहिँ देखिने भनेको त्यो विषादीकै कारण हो। हामीले चाहिँ पहिले बाबुआजीको पालामा हाम्रो गाउँमा कति धेरै मौरी आएर बस्थ्यो। तपाईँहरूका घरहरू तिनी पुराना मुडे घरहरू थुप्रै पहाडमा चाहिँ हाम्रा घरका वरिपरि चाहिँ 20-30वटा 50-60वटा चाहिँ मुडा घरहरू चाहिँ राख्नु भएको। आजभोलि त मौरी नै आउँदैन सर, तिनी घरहरू खचाखच भरिभराउ हुन्थ्यो। अहिले त मुडाहरूमा घरमै मौरी नै आउँदैन भनेर चाहिँ धेरैले भन्नुहुन्छ। यसको एउटै कारण के छ भने यो चाहिँ
त्यही विषादीको प्रयोग, केमिकल फर्टिलाइजरको प्रयोग है, यो जलवायु परिवर्तन, केमिकल के भन्छ क्लाइमेट चेन्जको कारण यिनै कुराहरूले चाहिँ अब के हुँदैछ भने अबको 50 वर्षमा चाहिँ यस्ता पोलिनेटरहरूको धेरै विनाश हुन्छ। अब हामीले चाहिँ यो जब विषादी केमिकल फर्टिलाइजरको यसको युज चाहिँ हामीले घटाउन सके पनि हामीले मात्रै होइन, विश्व अरू चाहिँ यस्ता जुन चाहिँ इन्डस्ट्रियलाइज प्रोसेसले गर्दाखेरि यस्ता चाहिँ विषादी अथवा केमिकलहरू चाहिँ एकदमै वन वातावरण यो पर्यावरणमा चाहिँ यस्तो बढ्दो क्रममा छ, जसले गर्दा पोलिनेटर चाहिँ डिस्ट्रोय हुँदैछ। पोलिनेटर डिस्ट्रोय भयो भने के हुन्छ, अन्ततः चाहिँ यो फुल बोट बिरुवा यिनीहरूमा चाहिँ पोलिनेसनको चाहिँ कमी हुन्छ। भनेपछि हामीले अब मौरी नबचाइदिकन नहुने अवस्था छ। हामीले मौरी नबचाइदियो भने कृषि होइन, यो चाहिँ कुनै पनि फलफुल होइन, बागवानी यी कसैलाई पनि अब चाहिँ यो खेतीबाट फाइदा हुने अवस्था छैन। त्यसले गर्दाखेरि मौरी पाल्ने किसानलाई तपाईँहरूले पहिलो मान्यता, पहिलो प्राथमिकता, पहिलो चाहिँ महत्त्व दिनुहोस् होइन। मौरी पालेर कति धेरै हामीलाई 10% मात्रै किसानले चाहिँ मौरी पाल्नेले महबाट कलेक्सन गरेर फाइदा ल्याएको छ, 90% अरूले फाइदा लिइरहेछ। फलफुल खेती गरोस्, तरकारी खेती गरोस्, अरू चाहिँ कुनै चाहिँ त्यस्तो अब व्यावसायिक टनेल खेती गरोस्, तिनीहरूले मौरीले गर्दाखेरि पोलिनेसनको काम गर्दै हुनाले उनीहरूले फाइदा लिइरहेछ। हो, यो कुरालाई हामीले आम जनमानसमा लैजान जरुरी छ। यिनै कुरालाई तपाईँहरूले बुझेर महत्त्व राख्दै मौरी पालन र मौरी व्यवसायसँग मौरी पालन यस्ता किराहरू हो भनेर चाहिँ यसलाई हेलचक्राई, यसलाई चाहिँ अन्डर इस्टिमेट गर्ने काम नगरौँ। यसलाई चाहिँ एउटा उच्च प्राथमिकता साथ चाहिँ सबैले माया, संरक्षण र सम्वर्धन गर्नमा सबै हाम्रो सहकारी होस् र नीतिगत रूपमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ यस्ता आवाजहरू उठाउनु पनि जरुरी छ।